हेलो एभ्रिवान, गुड मर्निङ। आज मेरो छुट्टीको दिन शनिबार। छुट्टी भएर पनि होला बिहानैदेखि मेरो छोराले कतै न कतै घुमाउन लिएर जानु न मामु भनेर कर गरिरहेको थियो। गर्मी पनि साह्रै धेरै भएकाले कहाँ लिएर जाने होला भनेर सोचिरहेको थिएँ। त्यही बेला मलाई अघिल्लो हप्ता साथीले भनेको कुरा याद आयो। मेरो साथीले चाहिँ यहीँ बिर्तामोडमा द फुड एन्ड स्पोर्ट्स कर्नर खोलेको छु भनेर सुनाएकी थिए। त्यहाँ चाहिँ विभिन्न किसिमका इन्डोर गेम्सहरू पनि पाइने अनि मिठो खानेकुरा पनि त्यहीँ पाइने। अनि धेरै पछि साथीसँग भेट हुने मौका पनि मिल्ने भयो। त्यही भएर चाहिँ आज हामीले बाबुलाई त्यहीँ लिएर जाने फिक्स गऱ्यौँ र हामी स्कुटरमा पुगी पनि सक्यौँ। यो चाहिँ देवीमावि सेकेन्डरी स्कुलको जस्ट अपोजिट साइडमा रहेछ। अनि पार्किङ स्पेसमा गाडी पार्क गरेर हामी सिधै भित्र गयौँ। जाने बित्तिकै विभिन्न इन्डोर गेमहरूमा सबैजना मन्त्रमुग्ध भएर खेलिरहेको देखियो र त्यहाँनिर चाहिँ प्राइजको लिस्टहरू पनि राखेको रहेछ गेम्सको, जुन चाहिँ एकदमै रिजनेबल। त्यहाँनिर चाहिँ स्नोकर, पुल गेमहरू रहेछ, अनि पन्जा लडाइँ पनि रहेछ र क्यारम बोर्ड पनि रहेछ। बाबुले चाहिँ एकदमै धेरै इन्जोय गरेर त्यहाँको गेमहरू हेरिरहेको थियो। त्यहाँनिर टेनिस बल पनि रहेछ। उसले जानी नजानिकन बाबासँग टेनिस बल पनि खेल्यो। अनि त्यहाँनिर चाहिँ तीर पनि रहेछ हान्ने, त्यो पनि उसले खेल्यो र फुटबल रहेछ बसेर खेल्ने। यो चाहिँ उसको लागि एकदमै रमाइलो भयो भन्दै थियो मलाई। र त्यहाँनिर अर्को चाहिँ बटरफ्लाई स्विङ रहेछ। अनि हामी त्यहाँको मिठो खाजा खाएर साथीलाई चाहिँ हामी बाई भन्दै आफ्नो गन्तव्यतिर फर्क्यौँ र आजको यात्रा हाम्रो एकदमै रमाइलो भयो।